व्यवस्थित नगरिकन विस्थापित गर्न सकिँदैन हुन्न। मेरा कोई छैन पर्व अब कसैलाई केही गर्दिनँ, बालुले जे गर्छ त्यही गर्छ। बाबु हाम्रो केही छैन अनि उहाँले नै गरिदिनु पर्यो नि। हाम्रो बाउ भने नि उहाँ हो, आमा भने नि उहाँ हो। अब हाम्रो त केही छैन होइन। उहाँले हामीलाई एउटा बस्ने बास राम्रो गरेर एउटा जब दियो भने जाऊ हाम्रो। अनलेस असाध्यै आँखैले हेर्ने गैर कानुनी रूपमा हडपेर कसैले बसेको छ भने त्यो त फेरि राज्यले आफ्नो अधिकार, आफ्नो सम्पत्तिको अधिकार राज्यसम्म छ नि त, त्यो गर्छ। तर तपाईँको अधिकारको हनन नदिने गरी कानुन बनाउने र तपाईँलाई व्यवस्थित गरेर स्थानान्तरण गर्नु पर्यो, मुआवजा गर्नु पर्यो भने त्यो सबै व्यवस्था कानुन बनाएर भएको कानुनको पालना गरेर आयोग बनाएर गर्ने कुरामा तपाईँ निर्धक्क हुनुभयो। एकदमै यहाँका जनताहरूले चाहिँ तपाईमा चाहिँ सबैलाई यही भन्नु होला है। त्यस्तो हुँदैन भन्ने अर्थले मैले कहाँ थाहा अधिकार त्यसै गरी हुँदैन, त्यस्तो हुन्न त्यस्तो हुँदैन, त्यस्तो गर्न पाउँदैन, हामी गर्न दिन्नौँ। सुन्नुहोस् है, मैले मेरो कुरा के छ भने तपाईँले कानुनै मिचेर गैर कानुनी रूपमा वर्षौँदेखि आफ्नो घर जग्गा अन्त हुँदाहुँदै तपाईँले कुनै राजनीतिक दलले सुन्नुहोस् न कारणले समर्थन दिएर हडपेर बस्नु भएको छ भने सरकारले सूचना दिएर खाली गर्छ किनभने सरकारको सम्पत्ति हो, तपाईँ गैर कानुनी बस्नु भएको छ भने त्यो एउटा बेग्लै कुरा भयो। तर कानुनी हिसाबले हेर्ने कि व्यवहारिक रूपमा तपाईँ वर्षौँदेखि बस्दै आउनु भएको छ, कानुनमा समस्या छ, तर तपाईँलाई व्यवस्था त गर्नु पर्यो भने तपाईँलाई कहाँ गएर राख्ने त? तपाईँलाई व्यवस्था गरिदिनु पर्यो नि त, परेको परेन? हो, त्यसको लागि कानुनी व्यवस्था गर्नु। केही गरेको छैन। अस्ति यो कुनै पनि थियो यहाँ टोरो